मम्मीले बनाएर दिएको जे खानेकुरा पनि एकदमै धेरै मिठो लाग्ने मलाई। अनि यो बनाउँदा पनि मैले मम्मीलाई सम्झी बनाएको छु। मम्मीले चाहिँ एकदमै धेरै मिठो बनाउन्थ्यो यसको अचार। आज चाहिँ बुङ्गो घर थियो, बुङ्गोको अचार बनाउनु पर्यो भनेर लागे मैले। अनि पहिला बनाउने भन्दा आज फरक तरिकाले बनाउँदैछु मैले साथीहरू। पहिला यो बुङ्गो केलाउन चाहिँ मलाई एकदमै झमेला लाग्छ। यो एउटा एउटा निकाल्नु पर्ने, यसको चाहिँ त्यो बीचको डन्डा चाहिँ अलिकति दह्रो हुने भएर पहिला चाहिँ छिप्पेको जति डन्डा निकालेर फाल्नुपर्छ। यो चाहिँ मलाई एकदमै झमेला लाग्छ कि यो बनाउनको लागि। अनि यति बनाएँ। अनि त्यसपछि कमलो चाहिँ मजाले काट्न मिल्छ साथीहरू। आज चाहिँ मैले नबफाइकन आलु पनि नहालिकन बनाउँछु। एक दिन म पाहुना भएर खान जाँदा चाहिँ त्यसरी बनाएर खानिदिनु भएको थियो। एकदमै मिठो लाग्थ्यो। मम्मीले पहिला यस्तै गरी बनाउनुहुन्थ्यो अनि मैले चाहिँ बफाएर खान लागेँ। तर यसरी बनाएको मलाई अलि टेस्टी बढी लाग्यो। अनि यसरी नुन राख्ने साथीहरू, अलि तगडा हातले मजाले मच मिच्ने। त्यसरी मिचेपछि यसको पानी खर्रोपना सबै जाँदो रहेछ। अनि सबै मजाले मिच्न लाग्यो। मैले मिच्न चाहिँ अलि धेरै टाइम लाग्यो। त्यसबाट पानी निस्किन लाग्यो। पानी निस्किन्जरी मजाले मिच्नुपर्छ। मिचेर अनि त्यसको पानी फालेर मजाले निचरेर त्यसको पानी फालेर राखेँ मैले। अनि त्यसपछि के गरेर राखेँ। कति थोरै भयो, अघि हेर्दा चाहिँ एकदमै धेरै थियो। एकदमै धेरै हुने भयो भन्ने लागेको थियो। आज त मैले आलु पनि मिसाएको छैन। आलु नमिसाइ बनाउन मन लाग्यो। अनि त्यसपछि म लागेँ तेल तताउन। तेल तताएर मैले मेथी फुराउन लागेँ। मजाले खरिएको तेलमा मेथी फुराएँ। अनि खुर्सानी राखेँ, बेसार राखेँ। अनि मजाले ज्वाइँ पारेर झानेपछि अनि तिल राखेँ, नुन तिल सबै राखेर कागती निचरेर मजाले मोलेँ। अनि एकदमै धेरै मिठो बन्यो के अचार चाहिँ। यसरी बनाएको चाहिँ यो बुङ्गोको अचार एकदमै धेरै टेस्टी हुन्छ साथीहरू। बफाउँदा चाहिँ अलिकति नरम हुने, अलि स्वाद नभए जस्तो हुने। यसरी चाहिँ मजाले एकदमै टेस्टी लाग्यो मलाई चाहिँ। यसरी नुन राखेर बनाउनु होला साथीहरू। ल हेर्नु त कस्तो धेरै मिठो भयो है।